Hello everyone, Chewar and Namaste. आज समर इज ब्याक भएको छ है। अहिले चाहिँ म बसेको ठाउँमा साउथ डाकोटामा चाहिँ समर भर्खर ब्याक हुँदैछ गाइज। रुखहरू यस्तो भइरहेछ, पत्ता सत्ता छैन, पलाउनलाई सुरु हुँदैछ। आज चाहिँ म गार्डनको लागि यहाँनिर कम्पोस्ट मल माटो लिएर गइरहेको छु साथीहरू। आज विकेन्ड हो, विकेन्ड भयो भने सुख कहाँ पाइन्छ र साथीहरू। नगरी काम पुग्दैन खाना भने जस्तो काम त गर्नु पर्यो। आज गार्डनमा अलिअलि माटो र अर्ग्यानिक मल, पत्ताहरू माटोहरू यहाँबाट लानु पाइन्छ। अनि त्यसको लागि आएको है गाइज। हामी अब साग छर्ने हो, तोरी छर्ने हो, अर्ग्यानिक भेजिटेबलहरू रोप्ने दिन हुँदैछ। अब अप्रिल मेमा हुँदैछ है गाइज। मेरो सिस्टर ह्याप्पी समर। अनि मल त सकेछ त छैन त? अस्ति लगेछ मान्छेहरूले। थिएन यसपाल त पहिला माटो यसपाल त ल्याएन थियो भने आगुलाई पनि हुन्छ। अस्ति पूजालाई दिएको कस्तो राम्रो थियो नि, मेरो कालो थियो। यही हो है गाइज माटो खन्ने ठाउँ। खनु है साथीभाइ हो, माटो खनु है माटो। साथीभाइ भन्दा पनि दुईजना मात्रै थियो। ल ग्लोभ्स मैले लिएको थिएँ। मल त कुन त हेर्नु चाहिँ फ्रीको गाइज, फ्रीमा मल कम्पोस्ट मल। नेक्स्ट इयर यहाँ धेरै थियो, फुल थियो सबै। हामी जस्तो गार्डन युज गर्ने चलाउनेले सबै सखाप पार्यो, सखाप। यहाँ यता पनि छ। यहाँ चाहिँ दाउराहरू यस्तो हाल्ने ठाउँ हो। यो चाहिँ यहाँ छ है गाइज मल, कम्पोस्ट मल। हामी नेपालीलाई युज गर्ने यो गाइज। यस्तो राम्रो हुन्छ यो मल माटो हुन्छ। अनि अझ यस्तो पनि हुन्छ। बनिँदैछ। यस्तै छ है साथीहरू। आज चाहिँ मेरो काम आजको मेरो काम हो यो लाने, ट्रलीमा लाने हो आज। अब माटो गाडीमा लानु पर्ला भोलि पर्सितिर फेरि आएर। आज चाहिँ ट्रलीमा मात्रै लाने थोरै। हेर्नुहोस् गाइस समर। माथिको सबै लग्यो होला नि त मान्छेहरूले। माटो खन्ने सुरु भयो। अरूलाई पनि त्यस्तै हो नि। लाने। बाई बाई।